हेलो गाइज, वेलकम ब्याक टु आवर मिनी भ्लग। हामी चाहिँ टिफिनको खाजा खाएर हिँड्दैछौँ। चादन मिस ढल्किँदै हिँड्नु। चादन मिस त हातको एक किताब रहेछ। कुन किताब पढ्दै हुनुहुन्छ? कस्तो पढेर भ्याउनुभयो? भर्खर आज त निकालेको, आजदेखि सुरु गरेको। मलाई यो बुकको मिनिङै थाहा छैन। यो बुक पढिसकेपछि थाहा हुन्छ होला। लार जोस् ऊ चाहिँ राइटर रहेछ होइन, मुना चौधरी। अनि तराई समुदायसँगै रिलेटेड छ क्या। अहिलेसम्म पढ्दै जाँदाखेरि कस्तो लागिरहेको छ? जेस इन्ट्रेस्टिङ छ। दुईवटा युनिट पढेँ। जेस मजा आइरह। फिमेलहरूको फिलिङ्सको बारेमा के, जस्तै 40 कटेपछि आइमाहरूलाई चाहिँ कस्तो खालको चाहिँ भावना उत्पत्ति हुन्छ मनमा भन्ने खालको। जस्तै अब हामीलाई चाहिँ 16, 17, 20, 21, 22मा मात्रै चाहिँ प्रेम हुन्छ भन्ने लाग्छ नि। तपाईँलाई त्यस्तो लाग्दैन? लाग्दैन। ए मलाई चाहिँ त्यस्तो लाग्थ्यो क्या। यहाँ चाहिँ जो 40 कटेपछि पनि होइन प्रेम हुन्छ भन्ने टाइपको दुईवटा युनिटमा चाहिँ छ क्या। ल, यो पढिसकेपछि हामीलाई सबै कुरा भन्नु होला। आजको लागि हामी यहीँ बिदा हुन चाहन्छौँ। धन्यवाद। कति मिनट भयो? 1 मिनट 16 सेकेन्ड। बाई भन्नु।